हेलो हेलो साथीहरू, लु काठमाडौँको जाडो त यसपालि त भनेर भनी साध्य छैन। नर्वे जाने मफलरहरू हिजो उडिसक्यो, पोर्चुगल टु नर्वे जाने। यस्तै उस्तै टोपीहरूले यसपालि काठमाडौँको जाडो नसेक्नै पर्यो हेर्नुहोस् है। त्यस कारणले मैले चाहिँ साथी हेलमेट ओढेर बसेको छु है। यहाँ टोपी अत्यन्तै जाडो छ। यो चाहिँ अलिक जाडो कम हुने बेलामा ओड्नु पऱ्यो। घाम लागेपछि आफैले स्कार्फ ओड्नुपर्छ कि भनेर चाहिँ गुनी हेरे। किनभने यो अब टाइमलाई सदुपयोग गरेको। यहाँ त निन्द्रामा त अघि ख्वात्तै बिग्रेछ नि त। ठिकै छ, एउटा बुट्टा बिग्रेर के हुँदैन, बुट्टा होइन घर। यो बेचिने होइन, आफैले घरमा युज गर्ने हो। आफूले जानेका सिपहरू चाहिँ लुकाएर नबस्ने क्या, किनभने यो फाइन मसल्सको एक्सर्साइज हुन्छ कि। यो औँलाहरू चल्यो भने मसल्सहरूको पनि टाइप्सहरू धेरै हुन्छ नि त। फाइन मसल, रुट मसल्स, थुप्रै किसिमको मसल्सहरू हुन्छ नि। त्यसको लागि चाहिँ अत्यन्तै जाडो भयो कि यो टोपी उनको टोपी सोपीले खासै यसपालि टेरा जस्तो छैन काठमाडौँको जाडो। त्यस कारणले मैले चाहिँ यहाँ यसो गरेपछि अझ औँला धेरै जाडो भयो भने त यो पनि पो लाउने साथी होइन। तर यो लाएर बुन्नु चाहिँ अलिक अप्ठ्यारो पर्छ कि यहाँ। त्यही भएर यो चाहिँ अहिले लाइन हालेको। पन्जा त म पनि बुन्छु कि, तर मैले बुनेको पन्जाले चाहिँ यसपालि जाडो नसेक्ने रहेछ। यो हो नि त टोपी त। अझै यो हाफ यसले पनि छेकेन न, त्यो फुल चाहिँ फेरि यस्तो छ है साथीहरू। गुड मर्निङ है। हिजो मैले बिहान मर्निङ भनेको सुतिराख्नेहरूलाई आज गुड मर्निङ। बिहान धेरै सुत्ने होइन, जिन्दगी सुत्छ नि फेरि धेरै सुत्यो भने।